हेलो एभ्रिवान, नमस्ते। आउनुहोस् हजुरहरूलाई है, म आजको राम्रो सुन्दर दृश्य देखाउनु लागिरहेको छु है। उता लाइभ गर्नु पऱ्यो भनेको त भएन मेरो भिडियो, के भयो है, फिनिसिङ देखाएकै फेरि माथि नै भएन है। अनि म तपाईँहरूलाई यहाँनिर भिडियो गरेर देखाउँदैछु। म चाहिँ आज यता ड्युटीमा आएको, अनि तपाईँहरूलाई म देखाउनु गइरहेको छु। समुद्र एकदमै नजिक छ है, यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर बोटहरू पनि जाँदैछ, तैरिरहेछ यतातिर। केही क्षणको लागिलाई हजुरहरूलाई यहाँको म तपाईँहरूलाई देखाउने छु नौलो जग्गा है। सुन्दर छ, एकदम राम्रो हेर्न सक्नुहुन्छ। यो भित्र चाहिँ ठुलो पार्क छ है। अस्ति म एक दिन चाहिँ यो पार्कमै नै दिनभरि हराएको है। यो चाहिँ फर्स्ट स्टार्ट, यहाँ सुरु मात्रै हो, एकदमै ठुलो छ। त्यसको यो पार्कको माथिबाट चाहिँ गाडी जान्छ, ओभरब्रिजबाट चाहिँ है। यता देख्न सक्नुहुन्छ है। यो कालो राखेको देखि यता चाहिँ सायद स्विमिङहरू गर्नु सक्छ होला, उता चाहिँ डेन्जर होला है, जानु सक्दैन होला भनेर चाहिँ त्यहाँ एउटा रातो साइन राखेर, झन्डी राखेर यता यो कालो यो लगाइदिएको रहेछ है, रिङ जस्तो। बकुला त्यो माथि बसिरहेछ, हेर्नु सक्नुहुन्छ। चाहिँ एकदम बोटहरू तरिरहेछ। त्यो समुद्रको माथि एकदमै टाढो तपाईँहरूले जाली जस्तो, माकुराको जाल जस्तो देख्दै हुनुहुन्छ उहाँ। त्यो चाहिँ एयरपोर्ट जाने पुल हो, ब्रिज है, एकदमै माथि। यस्तो छ, तपाईँहरूले कमेन्ट्स लेख्नु होला कस्तो लाग्छ तपाईँहरूलाई है।